राज्य राजाहरूका राजा अनि प्रभुहरूका प्रभु। र विशेष गरी आज म तपाईँहरूको बिचमा अनि केवल सुसमाचार मत्तीको पुस्तकबाट म तपाईँलाई बाँड्न चाहन्छु। तपाईँलाई याद होस्, स्कुलमा, युनिभर्सिटीहरूमा, प्लेग्राउन्डहरूमा, हाई स्ट्रिटहरूमा, पहाडहरूमा एउटा नाउँको चर्चा अनि परिचर्चा छ। 2000 वर्षदेखि अहिलेसम्म त्यो नाउँको कुराकानी हुन्छ। गोप्य कोठामा होस्, चाहे रोदनमा होस्, चाहे पीडामा होस्, चाहे हाँसोमा होस्, त्यो नाउँको चर्चा हुन्छ। अनि त्यो नाउँ चाहिँ यीशुको नाउँ हो। आज म तपाईँलाई केही उत्साहको कुराहरू भन्न चाहन्छु।